आन्दोलनपछि भदौ 23 र 24 गते अर्थात् 2025 सेप्टेम्बर 8 र 9 पछि नेपालमा डिजिटल क्रान्तिको एउटा धेरै ठुलो नै उदाहरण देखियो। डिजिटल क्रान्तिबाट नेपालमा प्रधानमन्त्री चयन गरियो। मैले त्यसको बारेमा रिसर्च गर्दाखेरि त्यसको बारेमा जानकारी प्राप्त गर्ने क्रममा एउटा धेरै नै इन्ट्रेस्टिङ मैले जानकारी प्राप्त गरेँ र मैले सोचेँ कि तपाईँले पनि यसको जानकारीको बारेमा सेयर गरौँ। तपाईँले थुप्रै नेताहरू भनेको कुरा सुन्नुभयो होला, डिस्कर्डबाट प्रधानमन्त्री बनेको, डिस्कर्डबाट त्यो के हो र कसरी भएको थियो त्यसको बारेमा म तपाईँलाई जानकारी गराउने छु। जेनजी आन्दोलनपछि नेपालमा जुन क्रान्ति आयो र क्रान्तिपछि डिजिटल माध्यमबाट नेपालमा प्रधानमन्त्री सेलेक्ट गरियो। त्यो डिस्कर्ड, त्यस एप्लिकेसनको नाम हो डिस्कर्ड, जस्तै त्यो अनलाइन गेमिङ एप्लिकेसन हो। अनलाइन ग्रुपमा च्याटिङ गर्ने, ग्रुपमा त्यो डिस्कस गर्ने एउटा डिस्कर्ड अमेरिकन एप्लिकेसन हो, जुन अमेरिकामा स्थापित भएको थियो 2015 मा। जस्टिन एन्ड एस्टेन दुईजना साथीले त्यो गेमिङ प्रोग्रामलाई सजिलो बनाउनको लागि त्यो एप्लिकेसनको स्थापना गरेको थियो र त्यसको सफल प्रयोग, सबैभन्दा धेरै सफल प्रयोग नेपालमै त्यो भएको छ। त्यो एनोनिमस सिभिल टेक त्यो ग्रुपद्वारा 5 देखि 7 जनाको ग्रुप, जुन कि अननोन, त्यसको नाम छैन, मतलब अननोन व्यक्तिहरूबाट त्यो ग्रुप बनाइयो र त्यो ग्रुप क्रिएट गरेर जेनजी आन्दोलनपछि नेपालमा भोटिङको आधारमा नेपालमा प्राइम मिनिस्टर सेलेक्ट गरियो। जुन मतलब यस्तो लोकतन्त्र आएको छ, मतलब डिजिटल क्रान्ति, डिजिटल लोकतन्त्र भन्न सकिन्छ हामी। सत्ताबाट होइन, नेपालमा लोकतन्त्रमा हुन्छ कि पिपुल फर द पिपुल, अफ द पिपुल, बाई द पिपुल, मतलब जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख हुन्छ। तर नेपालमा पहिलो प्रयोग हो कि डिजिटल प्रक्रियाबाट, डिस्कर्डबाट नेपालमा प्रधानमन्त्री चयन गरिएको छ र त्यो डिजिटल प्रक्रियाबाट सुरुवात भएको थियो कि सिस्टम रिफर्म, मतलब सिस्टममा सुधार हुनुपर्छ, त्यो बहस भयो र त्यो बहसकै क्रममा नेपालमा प्रधानमन्त्री पनि सेलेक्ट गरियो। नेपालको सम्भवतः विश्वमा पहिलो उदाहरण हो नेपाल, जहाँ डिजिटल प्रक्रियाबाट प्रधानमन्त्री चयन गरियो र सबैभन्दा बढी भोटिङ, मतलब 50% भन्दा बढी भोट प्रधानमन्त्री सुशीला कार्कीले प्राप्त गर्नुभएको थियो। मतलब त्यति बेला जेनजी आन्दोलनपछि जुन नेपालमा सत्ता परिवर्तन भयो, डिस्कर्ड एपबाट सत्ता परिवर्तन भएको छ। र युथ एगेन्स्ट करप्सन, मतलब युवाहरू सडकमा र डिजिटल क्रान्तिमा युथ एगेन्स्ट करप्सनको बहसलाई लिएर नेपालमा सत्ता परिवर्तन भयो र मलाई लाग्छ कि अब त्यो एप्लिकेसनमा सहभागी हुनको लागि त्यो स्पेसल ग्रुप बनाएको थियो र सबैजनाले सहभागी हुन पाएको थिएन। तपाईँ पनि सोसल मिडियासँग या अन्य इन्टरनेटहरूसँग तपाईँले पनि जोइन हुनुभयो होला। तर डिस्कर्ड एपमा यदि तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ कि छ भने कि वास्तवमा तपाईँ यो डिस्कर्ड एपमा तपाईँ मेम्बर हुनुहुन्थ्यो त्यति बेला। र अहिले त्यो डिस्कर्डको एपको अवस्था के छ? त्यो अहिले डिस्कर्ड एपलाई मतलब इनएक्टिभ गरिदिएको छ। यसमा कुनै भोटिङ पनि हुँदैन, त्यसमा कुनै डिबेट पनि हुँदैन, कुनै च्याटिङ पनि हुँदैन। त्यो ग्रुप मतलब अहिले निष्क्रिय भइसकेको छ। नेपाल डिजिटल माध्यममा सबैभन्दा बढी तरक्की गर्ने, सबैभन्दा बढी एउटा नयाँ च्यालेन्ज गर्न चेन्जिङ ल्याएको देश हो, जहाँ कि डिजिटल माध्यमबाट भोटिङ, डिजिटल प्रक्रियाबाट प्रधानमन्त्री सेलेक्ट गरिएको छ, अन्तरिम सरकारको प्रधानमन्त्री। त्यसमा बहस थियो कि राजनैतिक दलभन्दा बाहेकको प्रधानमन्त्री सेलेक्ट गर्नको लागि र फलस्वरूप सुशीला कार्की, हाम्रो नेपालको सम्मानित प्रधानमन्त्री सुशीला कार्कीलाई त्यो डिजिटल भोटिङकै आधारमा सेलेक्ट गरियो। र यो जानकारी धेरै इन्ट्रेस्टिङ जानकारी मैले तपाईँलाई साझा गरेँ र यो जानकारी तपाईँलाई कस्तो लाग्यो अवश्य हामीलाई सुझाव गर्नुहोला। धन्यवाद।